ल बाबाहरू बुक निकाल त। सर मैले त हजुरको सब्जेक्टको बुक ल्याउनै बिर्सेछु। के गरे बुझ्या छैन ओइ बुक किन ल्याए बुक किन ल्याए ए बुक नल्याउने बस अबदेखि बुक ल्याइदिस् भने म तेरो जिब्रो थुनिदिन्छु तेरो खुट्टा मारिदिन्छु। ल बाबाहरू आज मैले के गर्ने भनेको थिएँ अरे सर हजुरले आज गुड मन्डे मनाउने भन्नुभएको थियो सर। होइन बारे सर क्वेसन एन्सर सोध्ने भन्नुभएको थियो। होइन बारे सर त्यसै भन्छ अहिले नठगाई सर क्वेसन एन्सर सोध्ने आज। होइन के अरे मन्डे गुड मन्डे हो आज मन्डे पैसा बाबाहरू हिजोको ट्युसनको होमवर्क गरेको छौ? गरे छैन सर मैले त बुझिगेँ सर। मैले त भुलाएन मलाई मन नलागि गरे त्यस्तो भन्नुहुन्न मेरो बाबु। पैसा दिया हो त ट्युसन का म केलाई होमवर्क गरेँ त रे कस्तो यो मुला फेरि पैसा लोभ दिन्छ। अनि बुक ल्याछस् कि नै बुक निकाल त। अब महिनामा पैसा दिइहाल्छु अनि म होमवर्क पनि नगर्ने बुक पनि केलाई ल्याउँ त रे बरु एकन सोधेकै झ्याउ लाग्यो। यो सन्देश फेरि पैसा लोभ दिन्छ यार जहिले पनि। किस्ने तिमीले ल्याछौ? मैले पनि ल्याएको छैन सर मैले हजुरलाई हिजो काङ्ग्रा ल्याइदिएको थिएँ त अनि यो फेरि काङ्ग्रा लोभ दिन्छ। ल आज लागि छोडिदेऊ मजाले स्कुलको होमवर्क छ त्यो गरेर बस्छ अनि ट्युसन फी चाहिँ मागिहाल है।